तर चाहिँ यहाँ चाहिँ हजुर हेलो गुड मर्निङ सबैजनालाई न्यू भ्लगमा तपाईँहरूलाई स्वागत छ। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। काम गर्दैछु म चाहिँ गाउँघरमा छु। यहाँ चाहिँ खतरा हिउँ पऱ्यो हो, यस्तो खतरा हेर्न सक्नुहुन्छ पछाडिको भ्यू। म त बाहिर जानु पर्यो अब। आज चाहिँ हिउँ यस्तो छ, हिउँ परेर यहाँको अवस्था चाहिँ यहाँ चाहिँ मैले मेरो बुढोको नाम र मेरो नाम लेखेको थिएँ, मेटिसकेँ यहाँ देख्छ भनेर। हो यस्तो छ हिउँको अवस्था। एक्लै खेल्ने कोही छैन साथी, लड्यो भने चाहिँ छैन यहाँ। रहेछ है चप्पलमा त सबै छाप बस्यो। त्यो डाँडामा कस्तो राम्रो हिउँ परेको त्यो डाँडामा। यहाँतिर चाहिँ सबै बिगार्छ। कुखुराहरूलाई जाडो हुँदैन रहेछ क्या हो। डाँडा कस्तो राम्रो, हातै कक्रो मेरो। यो चाहिँ हिउँ पछाडि छु कक्रो त कसले हिउँ खेल भन्ने थियो र होइन। एक त चाहिँ यहाँतिरदेखि खिच्नु पऱ्यो। घाम लागेको छ यहाँ चाहिँ, हिउँ पर्दैछ, घाम नि लाग्दैछ। म कस्तो घुस्रुङ्ग भएर बसेछु यस्तरी। त्यति पनि जान्छ यहाँ चाहिँ पनि तल छ। त्यसै तक र चाहिँ हाम्रो गाउँको है गाइज थाहा छ किन्न खाने। मेरो अगाडि भ्लग हेर्नु भएको छ भने थाहा छ। यस्तो छ पर अहिले चाहिँ पानी परे हो कि के भयो। कस्तो रमाइलो छ त, मलाई त कस्तो रमाइलो आउँछ हिउँ ठाउँको। यस्तो छ यहाँ डाँडा उतातिर। अब चाहिँ घर जानु पऱ्यो, सबै काम पनि भइसके। अब चाहिँ उताको घर जाने। त्यहाँ सिँगाउनु छ धेरै नि भालै फरक भयो र सिँगाउनु के हो। यस्तो चिसोमा यिनीहरूले चिसो भन्छ कुखुराहरू र। यस्तो छ। अघि त काम थियो त्यही भएर बनाउनै पाएन, कति परिरहेको थियो हिउँ। यस्तो Bro, Ismail. Hah? Ook leefde Shumina Devi. Loros no. डन्नै छ। म चाहिँ खेल्न जानु पाएन।
पनि हिउँ परिरहेछ यहाँ त कस्तो रमाइलो तर चिसो चिसो बाक्लै पऱ्यो भोलि त बेसरी जान्छ क्या हेर्नु त म चाहिँ यहाँ छु म परेछु भएन खतरा हिउँ परेछ यहाँ चाहिँ आज म चाहिँ यहाँ छु मसँग खेल्नु पऱ्यो देखेर मार्छ किन मार्नेहरू गाडी खेल्न भने कस्तो बाक्लो परेको यसपालि त यहाँ नि धेरै धेरै पऱ्यो हो यसपालि त हामी इधरको हिउँ